बुढामा नमस्कार। मैले हजुरलाई किसानको एउटा किसान हुनुहुन्छ यहाँ यो तरकारी खेतीको बारेमा यहाँले यो ठ्याक्कै लोकेसन दिनुहुन्छ। अहिले यो दाङ घोराई बजार अन्तर्गत यो दाङमा मैले यहाँको अहिले तरकारी खेती गरेको कति वर्ष भयो भनेर अब यो सम्बन्धी मैले भिडियो देखाउँछु र हजुरले पनि तरकारी खेती गर्नुभयो भने पनि अब यहाँको सुझाव सल्लाह अनुसारले हजुरलाई एकदमै सजिलो हुनेछ। टमाटर खेती गर्नुभएको छ र फरक भिन्दै किसिमको खेती गर्नु छ। अलि यहाँ धेरै लगभग चाहिँ टमाटर छ यहाँ, त्यो भएर भाउ पाउनुभएको छ कि पाउनु भएको छैन, हामीले टमाटर खेती गरेर फाइदा छ कि छैन भनेर त्यही सम्बन्धी कुरा गर्छौँ। र मैले ढिला नगरिकन सरलाई कुरा गर्नु छु। ल हजुरले शुभ नाम भनिदिनु। मेरो नाम चेतबहादुर महरा, घोराई 1 दुका गाउँ पर्छ। हजुरले ल भनिदिनुहोस् अब हजुरले यो तरकारी यो टमाटर खेती अहिले छ, हजुर त टन्नै टमाटर छ, यो कुन जातको टमाटर हो र त्यसपछि यो टमाटर खेती गरेको कति वर्ष भयो हजुरले तरकारी खेती गरेर? सर मैले टमाटर खेती गर्न लागेको त एकदम ठ्याक्कै 57 सालदेखि सुरु गरेको सर। 57 सालदेखि हजुर। लगभग त्यसपछि बिचमा 2 वर्ष गइसकेपछि हजुर सङ्कटकाल सर 58-59 मा सङ्कटकाल लाग्यो। त्यसमा मैले 3 वर्ष ब्रेक गरेँ सर, इन्डियातिर गएँ। त्यसपछि रेगुलर रहेछ सर, रेगुलर नै गर्नु। फेरि 25-30 वर्ष भयो रेगुलर। भनेपछि यो एरियामा अब हजुर नै धेरै जस्तो तरकारी खेती गर्ने हजुरले नै गर्नुभएको छ? हजुर अलि धेरै नै हजुरले गर्नुभएको छ। अनि त्यसो भने अब यो टमाटर खेतीबाट फाइदा छ कि छैन, अनि यो टमाटरबाट हजुरले भाउ पाउनुभयो कि पाउनु भएन? अब यति मेहनत किसिमले गर्नुभएको छ, लाग्नु भएको छ, के भन्नुहुन्छ हजुरले यो सम्बन्धी तालिम गर्नुभयो कि गर्नु भएन? राज्यबाट चाहिँ नि केही पाउनुभएको छ कि पाउनु भएको छैन र आशा के राख्नु छ भनिदिनुहोस्। अब हजुरले यति मैले राज्यबाट केही पनि नपाएको भन्दा पनि कोभिडको बेला 20,000 रुपियाँ खातामा चढाइदिनु भएको थियो। त्यही नै हो सर, त्योभन्दा अरू बाँकी छैन। अब हाम्रो चाहिँ टाइममा चाहिँ मल बिउहरू पाइँदैन। मल बिउ भन्दा नि मलहरू एकदमै अभाव हुन्छ हाम्रो यहाँ। मार्केटको अवस्था पनि उत्पादन राम्रो छ सर, उत्पादन जति भए पनि राम्रो छ, जति पनि खपत हुन्छ। तर मार्केट चाहिँ इन्डियाले गर्ने बेलामा अलिकति कम मार्केट पाइन्छ। कहिलेकाहीँ राम्रै हुन्छ। भनेपछि इन्डिया उत्पादन गरेको तरकारीहरू मालहरू यहाँ आएपछि हजुरले भाउ पाउनु भएको होइन? एकदमै राम्रो कुरा गर्नुहुन्छ। यो अब हाम्रो खुला सीमा भएको कारणले पनि हो। त्यसो भने अब यो टमाटर अन्तर्गत हजुरको कति कट्ठा अन्तर्गत? यो अहिले 14 कट्ठा हुन्छ। 14 कट्ठा। 14 कट्ठा भनेपछि के भन्नुहुन्छ अब तरकारी खेती गरेका अन्तर्गतलाई तरकारी खेती किसान अब कोही नयाँ आउनुभयो अरे भने उहाँहरूलाई के भन्नुहुन्छ? कसरी तरकारी खेती गर्दाखेरि कसरी गर्दा राम्रो हुन्छ? पहिले त पेसा गर्नलाई चाहिँ त्यसमा चाहिँ आफ्नो लगाव हुनु पर्छ होइन? ज्ञान त पहिले हुँदैन। आफ्नो अलिकति लगाव छ भने चाहिँ गर्न सकिन्छ, सुझाव दिन सकिन्छ। कुन बिउ रोप्ने अथवा चाहिँ कुन औषधि छर्ने आफूले अलिकति ज्ञान भएको कुराहरू सिकाउन सकिन्छ। त्यसो भने ल भन्नुहोस्। अब मैले मेरा मित्रहरू यहाँको तरकारीको टमाटरहरू कस्तो किसिमले लगाउनु भएको छ भनेर पुरै देखाइदिन्छु। थुप्रो छ टमाटर यहाँ। त्यो भएर चाहिँ यो भिडियो हेरिसकेपछि हजुरलाई कसैले तरकारी खेती गर्छु भने पनि धेरै फाइदा हुनेछ। त्यसो भने ल भनिदिनुहोस् अब राज्यबाट हजुरले के आशा राख्नुहुन्छ भन्नाले अब त हजुरलाई अब के चाहियो? अब आशा के राख्नुहुन्छ? टर्नेलहरू बनाउनलाई अलिकन नेपाल सरकारबाट नगरपालिका प्रदेशबाट केही सहयोग गर्दै जस्तो लाग्थ्यो कि त बिपलहरूमा अथवा ट्र्याक्टर औजारहरूमा ट्र्याक्टर अनुदान केही पाउनु भएन हजुरले? सानो मिनी टेलर पाउनु भएको छ, एकदमै राम्रो छ। ठिकै छ। ल त्यसो भने मैले अब हजुरलाई खेतैमा गएर पनि मैले कुरो देखाउन चाहेँ। उहाँको तरकारी खेती अन्तर्गत चाहिँ नि मैले देखाउन चाहेँ मेरा मित्रहरू। अब ल हेर्नुहोस् उहाँले कति तरकारी खेती गर्नुभएको छ भनेर। हुन्छ ल भनेपछि अब यो टमाटर यो एरिया ल हेर्नुहोस् है, यो पुरै टमाटर छ। ल हेर्नुहोस् यस्तो राम्रो फलेको छ, यस्तो फलेको छ, एकदमै बाक्लो फलेको छ मेरा मित्रहरू। भनेपछि यसको यो कुन जातको होला? गौरव टमाटर, गौरव 555। यो गौरव 555 भनेपछि यो ठ्याक्कै कुन महिनामा लाउनु भयो? यो भदौको महिनामा लगाएको छ। भदौको महिना लाउनु भयो। भदौको महिनामा लगाइसकेपछि अहिले यो फलेर अब बेच्नलाई एकदम अब बेचिरहनु भएको छ। भदौ महिना कार्तिकदेखि सुरु भएको सर बेच्नलाई। कार्तिक मङ्सिर पुस माघ फागुन चैत 6 महिना भयो सर। भन्नाले हजुरले चाहिँ यही सिस्टम बनाउनु भयो, टर्नेल भनेर माथिबाट उखालको लगाउनु
म गर्नु होइन हाम्रो दाङमा सर टनेल त्यति सक्सेस रहन्छ बर्खाको लागि त्यही 1-2 महिना धनिया सेना अरूलाई हो सर ठिक हो बढी गर्मी हुने भावनाले हाम्रो टनेल त्यति सक्सेस देखिएन सर देखिएन ए ठिक छ मेरा मित्रहरू मैले यो ठ्याक्कै मैले हजुरलाई देखाइदिन चाहेँ ल हेर्नुहोस् यो दाङ अन्तर्गतको यो ठ्याक्कै पहाड पनि देखियो ल हेर्नुहोस् ठ्याक्कै अब मैले तरकारी यहाँले टमाटर खेती गरेको चाहिँ टन्नै छ यो मैले त्यही भएर चाहिँ यहाँ ठ्याक्कै म अहिले दाङ आउने क्रममा ठ्याक्कै मैले यो यहाँ किसानसित भेट भएर अब मैले यो तरकारी खेती गरेको कति वर्ष भयो भनेर ठ्याक्कै देखाइदिन मैले चाहेँ अब हजुरलाई चाहिँ किसानहरूलाई कसरी टमाटर खेती गर्छु तरकारी खेती गर्छु भने पनि यो भिडियोले चाहिँ धेरै मद्दत दिनेछ फाइदा दिनेछ ल अझै देखाइदिनुहोस् टमाटर अझै कति छ हजुरको टन्नै छ सर 14 कट्ठामा छ उताबाट 14 कट्ठा अन्तर्गत टमाटरै छ ल हेर्नुहोस् है मेरा मित्रहरू धेरै मेहनत लाएर एकदमै बाक्लो फलेको छ र टमाटरको जात पनि उहाँले भनिसक्नुभयो भनेपछि अब यो टमाटरको अहिले मूल्य कतिसम्म पाउनुभएको छ हजुरले पहिले त सर अब 70-80 रुपियाँ पनि पाइयो सर अहिले पछिल्लो चरणमा चाहिँ घटेर 5-6 रुपियाँ किलो पनि बिक्री गर्यो 1-1.5 महिना अहिले लास्टमा अहिले बढेको छ सर अहिले 15-20 रुपियाँ किलो भनेपछि किसानले उत्पादन गर्न त गर्यो तर चाहिँ भाउ नपाएर पनि निराश अलिक किसानमा चाहिँ निराश पनि त हुने कुरो हो गरे टमाटरले भाउ नपाएपछि होइन र त्यो त आशा गरेको प्रतिफल नआउँदा निराश त हुन्छ तर निराश भएर नि हार खाने अवस्था हुँदैन मेकअप केही न केही उठाइसकेको हुन्छ ल हेर्नुहोस् है मेरो मित्र ल हेर्नुहोस् अब मैले टमाटर ल हेर्नुहोस् है मैले पुरै देखाइदिन्छ यो एरिया सबै टमाटर यताको एरिया देखाएँ र यो एरिया पनि पुरै टमाटर ल हेर्नुहोस् है ल हेर्नु यो पुरै टमाटर हो ल हेर्नुहोस् है मैले देखाइदिन चाहेँ ल अब हजुरले यहीँ आएर कुरा गरिदिनुहोस् फरक जातको है सर त्यो फरक जातको ल ठिक छ त्यो टमाटरको पनि हामीले हेर्छौँ अहिले यहीँबाट कुरा गरिदिनुहोस् त्यसो भने अब टमाटर यो अर्कै जातको भन्नाले मेरो यो टमाटरको कुन जात भन्नुभयो 999 हो सर भनेपछि खानामा सबैभन्दा टेस्टी यो टेस्टी चाहिँ त्यो छ सर यो छ टेस्टी उत्पादन पनि बढिरहेछ सर उत्पादन बढिरहेछ एकदमै राम्रो कुरो त्यसो भने टमाटर खेती गर्दाखेरि हजुर त यति वर्ष भयो टमाटर खेती गरेको टमाटर खेतीमा सबैभन्दा ध्यान दिनुपर्ने के रहेछ खास सबभन्दा पहिले चाहिँ तपाईँको हाम्रो हावापानी हिसाबले हुन्छ सर भदौमा रोप्यो भने माटो तपाईँको बलौटे माटो छ भने ओइलाएर मर्छ कतिपय किसानहरू त्यसबाट पनि पलायन हुनुभएको छ कि अब भदौमा रोपेको टमाटर बाँच्नै सक्दैन क्या बलौटे माटोमा मेरो ठ्याक्कै भन्नुपर्दा यो रातो माटो छ चिम्टाइलो माटो छ मेरो जहिले सुकेर पनि मर्दैन त्यो एउटा माटो ख्याल गरेर रोप्नु पर्यो किसानले दोस्रो रोगको र बिउको चाहिँ ख्याल गर्नु पर्यो भनेपछि यसमा हजुरले पालाको दबाई हान्न पर्यो सर हजुर पालाको स्थिति अनिवार्य छ महिनामा 2 पटक अनिवार्य सर्नु पर्छ भनेपछि हजुरले यो टमाटर लगाउँदाखेरि कुन महिनामा लगाउनु भयो बिरुवा भदौमा लगाउनु सर भदौमा लगाउनु भयो भदौमा लगाउँदाखेरि अहिले यतिखेरसम्ममा बेच्नलाई अब तपाईँले बेचिरहनु भएको छ तयार भएर होइन एकदमै राम्रो कुरो त्यसो भने अब मैले त्यही त अब हजुरले चाहिँ ट्र्याक्टर हाते ट्र्याक्टर पाएँ भन्ने कुरा गर्नुभयो अब अनुदान बनाली प्रदेशबाट वाडाबाट कुनबाट नगरपालिकाबाट 50% अनुदानमा 50% अनुदानमा एकदमै राम्रो कुरो किसानले प्रत्यक्ष यहीँ आएर अब अनुगमन गरेर पाउनु एकदम राम्रो कुरो भन्नाले हजुरले अहिले त यहाँ धेरै मैले टमाटरै देखेँ अरू योभन्दा अरू तरकारी काँक्रा अथवा करेला अरू खेती गर्नु भएन हजुरले काँक्रा सर अब यो ठ्याक्कै टमाटर खाली भएपछि त्यो बारी पनि ठेक्काकै बारी हो सर तोरी खाली भएको छ अहिले भन्नाले यताको यो बारी पनि यो बारी सबै हजुरको अहिले यसमा खाली छ अब जोताएर चाहिँ अब तपाईँ तुरुन्तै अब बैशाख लागेपछि भनौँ बैशाख लाग्न लाग्यो दोस्रो हप्तासम्ममा चाहिँ टमाटर काँक्रा रोपिन्छ सर त्यहाँ काँक्रा हजुर यो घर मुनिभन्दा मुनि पनि एउटा 6 कट्ठाको टुक्रो छ ठिक छ त्यसमा पनि काँक्रा रोपिन्छ छ सर गाउँमा 4-5-6 ठाउँ ल्याएको छु सर लिनु भएको छ एकदम राम्रो अब यहाँको यो एरियाको हजुर चाहिँ नि एकदमै दक्ष किसान एकदमै हजुर मेहनती र धेरै वर्ष गरेको भन्ने मैले पनि थाहा पाएँ त्यही हिसाबमा ठ्याक्कै दाङ आउने क्रममा मैले हजुरसित चाहिँ एउटा यो तरकारी खेती टमाटर खेती पनि हजुरको सुझाव र सल्लाहले कसैले चाहिँ टमाटर खेती गर्छु भने पर हजुरको यो भिडियोले हजुरले भनेको मार्फत अरूलाई पनि एकदम सहयोग दिनेछ भनेर हेल्प गर्नेछ भनेर त्यसो भने अब पालाको औषधि त हाल्नै पर्ने ठ्याक्कै बिरुवाहरू हजुरले यसको
बिरुवाहरूको उत्पादन बिरुवा चाहिँ नि अलग गरेर लगाउनु भयो कि त्यसैमा ठ्याक्कै यहीमा बिरुवा लगाउनु भयो हजुरले बिउ बर्खाको टाइम भयो हुनाले ठ्याक्कै त्यसमा बेर्ना उमार्न मिल्दैन अरू सिजनमा मिल्छ मैले चाहिँ ट्रेमा बेर्ना राखेर ट्रेमा बिरुवा राख्नु राखेर चाहिँ एकदमै राम्रो कुरो त्यसो भने ल भनिदिनुहोस् अब तपाईँले भाउमा पनि त्यति नपाउने तर अब भाउ नपाएको भएर यसमा धेरै किसानको गुनासो छ के राज्यले के गर्दै राम्रो हुन्थ्यो अब यो खुला हाम्रो सिमाना भएको भएर बाहिरको तरकारी खुला सीमा भएर आएर त्यसलाई चाहिँ अलि बन्द गरिदिएर हाम्रो चाहिँ भाउ पाइन्थ्यो कि एउटा केही सिस्टम बनाइदिए हुन्थ्यो कि के भन्न चाहनुहुन्छ पहिलो कुरो त हाम्रो लगानी बढी पर्छ सर कारण के भने मल प्लस बिउ प्लस औषधि हजुर सबै बाहिरको युज गर्नुपर्छ माने मैले इन्डियाका साथीहरू पनि छन् उतातिर त्यस्तै कन्ट्याक्ट हुन्छ उहाँहरूको टमाटरलाई तपाईँको चाहिँ 3 रुपियाँमा टमाटर उहाँहरूको तयार हुन्छ नि हाम्रो 10 रुपियाँ केजी लाग्छ सर 10 रुपियाँ केजी लाग्छ किन हाम्रो चाहिँ मल महँगो छ सिँचाइ महँगो छ बिजुली पनि महँगै छ हैन अब खाद पनि महँगै छ सर हजुर अलिकति महँगै पर्छ एउटा प्लस त्यो कुरो भयो दोस्रो खुला सिमाना भएको कारणले अब तपाईँको यहाँ अस्ति 20 रुपियाँ केजी लगाएको थियो ठ्याक्कै फेरि तपाईँको इन्डियाबाट माल आइदियो 15 रुपियाँ झऱ्यो एकदमै राम्रो खुला सिमाना अब त्यो व्यापारमा अब नेपाल सरकारको के छ त्यो सिस्टम त्यो त हामीलाई थाहा भएन त्यही त तपाईँहरूको किसानहरूलाई त्यो त लस भयो नि त हजुरले त घाटा भने यत्रो मेहनत किसिमले रात दिन खटेर हुनुहुन्छ अब मैले ठ्याक्कै हजुरलाई अहिले मैले आउने क्रममा यहाँ खेतैमा देखेँ मैले ठ्याक्कै खेतैमा मैले भेटाएँ होइन त्यो भएर एकदम मेहनत गर्नु भएको छ यति मेहनत गर्दा गर्दा पनि हजुरले भाउ पाउनु भयो भने त किसान त निराश भयो नि त किनभने राज्यबाट बसेका हामीले अब उहाँहरू हुनुहुन्छ अथवा माथि निकायमा हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा सिस्टम बनाएर किसानको लागि कृषि प्रधान देश भनेर त भनियो त्यही अनुसारले गरिदिनु भने त हजुरहरूको त धेरै राम्रो हुन्थ्यो धेरै राम्रो हुन्थ्यो भनेपछि हजुरले चाहिँ यो सिँचाइको लागि भनेर कृषिबाट चाहिँ नि यो सिँचाइको लागि केप्टी अथवा केही बोरिङहरू अथवा यसमा विद्युत सहुलियतमा केही प्रोसेस गर्नु भएन मैले प्रोसेस गरेको छैन सर त्यस्तो छ भने जानकारी पनि नभएर पनि होला किन त्यसबाट त हजुरलाई चाहिँ नि कृषि अनुदान अन्तर्गत पनि विद्युतमा पनि अलिकन सहुलियत छ त्यसमा चाहिँ नि एकदम यो सिँचाइ अन्तर्गतको लागि अलगै मिटर लगाउनु अलगै मिटर त्यसमा चाहिँ नि एकदम सस्तो छ भन्ने पनि हजुरलाई थाहा भएन अब के पेश गर्नु भएन मैले पेश नगरेको सर मोटामोटी जानकारी नभएर एकदमै राम्रो कुरो भविष्यमा के छ हजुरले अब टमाटर खेर्न त एकदम यो हजुर दक्ष किसान हुनुभयो टमाटर खेती अथवा तरकारी खेती सम्बन्धी त एकदम दक्ष हुनुभयो अब भविष्यमा हजुरको के प्लान छ के सोच छ भन्नाले अझै यसलाई बढाएर नयाँ टेक्नोलोजी किसिमले गर्ने भन्ने प्लान छ के कसो छ भन्नुहोस् खेती त यस्तो हो सर अब खेती अब आफूलाई ज्ञान र सिप भएको कारणले खेती छोड्न मिल्दैन खेती गरि नै राखिन्छ आफूले नसक्ने मान्छे लगाएर प्रायः ज्यामी लगाएर नै गरिन्छ त्यसमा चाहिँ सकभर यसमा चाहिँ अरू 4-6वटा 10-8वटा राम्रा चाहिँ अब दुधालु पशुहरू दुईटा गाई त अहिले पनि दुनो छन् भन्नाले हजुरले भन्नाले तरकारी खेती गरे पनि हजुरले अझ पशु पनि राख्नु भएको छ अझ दुईटा दुधालु गाई छन् 10वटा बाख्रा छन् सर 10वटा बाख्रा छन् भनेपछि अझै गाई पनि थप्दा ठिकै हुन्थ्यो कि सकिन्थ्यो भनौँ अलिकति गुजारा बसेर जो हुन्थ्यो आम्दानीको स्रोत एकदमै राम्रो तपाईँले यत्रो अब अझै पनि यतिसम्म यहाँ छ यो टमाटर यो टन्नै छ यो अब यति यो सब यो 2 आइटमको टमाटर छ यता पनि नभएर खेती गर्दै हुनुहुन्छ त्यो घरदेखि उता पनि तपाईँले तरकारी खेती गर्ने प्लान हुनुहुन्छ तपाईँले भन्नाले यत्रो आँट्नु भएको छ अझै पशु बाख्रा बढाउने भन्नुभएको छ मान्छे कर्मचारी पनि राख्नुहुन्छ कि बेला बेला तपाईँको अहिले मासिक छैनन् सर ढ्याडीमा आउँछन् ढ्याडीमा राख्नुहुन्छ बेला बेलामा भने त्यसो भने बेला बेलामा हजुरले रोजगारी पनि दिनुभएको छ यहाँ नेपालीहरूलाई पल्लो गाउँको आउनुहुन्छ दिदी आउनुहुन्छ एकदमै राम्रो कुरो देख्नुहोस् है हेर्नुहोस् है मेरा मित्रहरू मैले त्यही भएर सन्देश मलाई भिडियो बनाउने क्रममा मैले यहाँले यति अब तरकारी खेती टन्नै छ मैले हजुरलाई देखाइसकेँ अब यो खाली खेत भइकन अझै गर्छु भन्नुभएको छ र नै यो बिल्डिङदेखि उतापट्टि पनि अझै लगाउने भन्नुभएको छ र अझै पनि बाख्रा या गाईमा चाहिँ अझ पशु मैले बढाएर अझै मैले गर्छु भन्ने हिम्मत र साहस गर्नुभएको छ त्यसो भने हाम्रो नेपालमा त सम्भावनाहरू धेरै रहेछ नि त हामीले खालि विदेशी भनेर पलायन भएका छन् पलायन भएका मित्रहरू के भन्न चाहनुहुन्छ यहाँ पनि त गर्ने हुने सम्भावना त रहेछ नि यस्तो सर धनको चाहना मान्छेलाई बढ्दो रहेछ क्या बढ्दो रहेछ 1 लाख कमाउनु 2 लाख 2 लाख कमाउनु 5 लाख 50,000 का जागिर छोडेर जाने साथीहरू पनि देखियो त 50,000 बाँच्न चाह्यो भने त बाँच्न सक्छ नि त सक्छ एकदम अब उसलाई चाहिँ 2 लाख 5 लाखको साथीहरूको युरोपको अमेरिकाको ख्वाब चढ्छ अनि नेपालमा बस्ने प्लान छ छोराहरू पनि नबस्ने भाइ छोरा नबस्ने अब त्यो अवस्था आइरहेको छ सर एकदमै राम्रो बढेर गुजारा बसेर घर खेती आफ्नो चाहिँ केटाकेटी पाल्नलाई
केटाकेटी चाहिँ अब भनौँ क्याम्पस स्तर 12 पास गर्नलाई कोही गर्नलाई खासै गाह्रो छैन सर गाह्रो छैन एकदमै राम्रो कुरा गर्नुभयो मेहनत चाहिँ हुन्छ सर मेहनत हुन्छ अब यति ठुलो मेहनत तपाईँले गर्नुभएको छ नभएर अझै बढाउँदैमा हुनुहुन्छ कोसिसमा पशुहरू अलिकन बढाएर त्यताबाट पनि मैले हुन्छ कि भनेर लाग्नु भएको छ भनेपछि एकदमै राम्रो यहाँ नेपालमा कसेर लाग्नुभएको छ कृषिमा अब तपाईँ तरकारी खेतीमा एकदमै दक्ष हुनुभयो तपाईँलाई कसरी गर्ने के गर्ने कुन बेलामा बिउ राख्ने कसरी फलाउने विषादीहरू भनेर सबै पर्फेक्ट हुनु ल भनिदिनुहोस् अब सर्टकटमा विदेशबाट फर्किने मित्र अनि मित्रहरूको लागि मेरा साथीभाइहरूको लागि अब धेरै पलायन हुनुहुन्छ होइन विद्यार्थी पनि पलायन हुनुभएको छ अब युवा पुस्ताहरू पनि त्यसै जानुभएको छ होइन दिदी बहिनीहरू पनि अब उस्तै भएर जाने भनेर लाग्नु भएको छ यहाँ पनि त सम्भावना धेरै छ आउनुहोस् यहाँ पनि गर्नुपर्छ हामी जुटौँ भन्नु चाहिँ के भन्छु ल भन्नु यस्तो सर ठिक छ यहाँ आउँदा गर्दा राम्रो हुन्छ सर किनभने आफ्नै देशमा कसैको चाहिँ हेला पनि हुनु परेन आफ्नै जान परिवारसँग बस्न पाइयो आफ्नै परिवारको हेरविचार गर्न पाइयो प्लस चाहिँ आफूले प्लस आफू बिजी प्लस 2-4 जनालाई पनि रोजगार दिन सकियो सर त्यस्तो घाटा चाहिँ छैन सर त्यति मार्केटिङको कहिले काहीँ समस्या छ घाटा हुँदैन ठिकै छ सर राम्रो छ गर्दा ठिकै छ एकदमै राम्रो कुरा भने पनि अब विदेशै बसे पनि आइसकेपछि केही न केही गर्नु होला खाली नबस्नु होला भनेर त भन्न चाहन्छु हजुर त्यो अब किनकि खाली बसेर त दिमागलाई चाहिँ कमजोर बनाउने मात्रै हो एकदमै राम्रो अब काम गरे पनि त प्रफिट हुन्छ काममा दिमाग एक्टिभ हुन्छ अब जे सोच्यो त्यो काम गर्न पाइयो नि त सर एकदमै काम गरे पाए त सानो काम होस् त्यसले 2 रुपियाँ पनि आमदानी त दिएकै हुन्छ अब ठुलो त एकैचोटि 1000 लाख त आउँदैन अब थोरै अब जस्तो मैले टमाटर बेचेँ एक खेपमा बेच्दाखेरि भाउ हुने बेला मेरो 1 लाख हुन्थ्यो भने नहुने बेला मेरो 20000 त परिरहेको छ अब महिनामा 4 चोटि बेचेँ भने 80000 त मेरो आउँछ हेर्नु 80000 मेरो 20000 खर्च आयो भने मेरो 60000 त मेरो बचत हुन्छ त्यसरी नै चाहिँ सोच्नु पर्यो सर गर्न चाहिँ अब मेहनत चाहिँ अब विदेशको तुलनामा यहाँ कम छ सर मेहनत उहाँ जति किनकि अर्काको तातो घाममा अर्काको दिन 12 घण्टा खटे म चाह्यो भने त यहाँ चाहिँ मैले कुनै दिन 12 घण्टाको बदला 14 घण्टा पनि ड्युटी गर्छु कुनै दिन मलाई जाँगर लागेर काम कम छ भने 8 घण्टा ड्युटी अथवा 6 घण्टा ड्युटी पनि गर्न सक्नुहुन्छ एकदमै राम्रो त्यो भावना चाहिँ गर्दा कृषिमा ठिक छ सर भविष्य त्यस्तो नराम्रो छैन सर अब सबैले छोडेर पलायनै भयो भने त भात कले खाउने तरकारी नेपाली खाली हुने भयो हजुर त्यो समस्या छ हजुरलाई धेरै धेरै धन्यवाद हस् सर